तिम्रो मान्छे लास्टै खतम छ केरा हो यार म यत्रो दुःख गरिरहेको छु तिमीले किन देख्दैनौ कि यार मान्छेहरू देख्दैन कि मान्छेको लाइफमा कस्तो हुन्छ भने जो चिज हामीले एकदमै पाउन खोजिरहेको छ भने त्यति धेरै स्ट्रगल गरिरहेको छ जो चिज पाउनको लागि होइन त्यो हामीले पाउँदैन क्या जो हामीलाई चाहिँदैन होइन त्यो चिज इजी पाउँछ भनेको लाइफमा सबै कुरा त्यही हो क्या अब तपाईँको अब कि आफ्नो ड्रिम पाउनलाई होस् कि अब आफ्नो मन परेको केटी पाउनलाई होस् कि आफ्नो साथी पाउनलाई होस् कि जे मैले भने नि त्यही के है राति यहाँ घुमिरहेको छु हेर न कस्तो भ्लग बनाउने रहर फेरि बाटो फेरि खाल्छ पानी परिरहेछ है अनि म के भन्नु शब्दले बयानै गर्नु सक्दिनँ कि अनि लाइफमा अहिलेसम्म यत्रो 4 वर्षमा एउटै कुरामा सोच राखेको छ भने म मान्छे खतरै हो मैले आफूलाई पनि खतरै मान्छे किनभने अरूको लाइफसँग चाहिँ आफ्नो लाइफ जज गर्दाखेरि त राम्रो बाँच्यो तर छैन भाग्यमा जे लेखाएको त्यो हुने हो गाह्रो छ नि मैले चाहिँ मेरो लाइफको दुःखहरू सुनाएँ भने मान्छेहरूलाई इजी है हाँस्छ क्या मान्छेहरू हाँसिदिन्छ कि होइन हामी जस्तो मान्छेहरूले यस्तो आफ्नो दुःखहरू कुराहरू सुनाए सेयर गर्दा चाहिँ हामीलाई चाहिँ मन हल्का हुन्छ है तर मान्छेहरू चाहिँ हाँसिदिन्छ क्या किनभने सक्सेसफुल मान्छेहरूले सुनाइदिनुपर्छ उनीहरूको लागि त्यो अब इम्प्रेसन भइन्छ क्या बुझ्दैन कन्फिडेन्स उनीहरूको अब खुट्टे के बेग्लै गफै हान्दैन पताउँछ कि मान्छेले